म बाइबल पनि पढेको, मलाई थाहा छ, विधर्मी होइन नि त। जिसस क्राइस्टले भन्नुभयो, ए बुवा, म बुवाबाट आएको छु, म बुवाको घरमा फेरि फर्काउँछु, म बाटो, मसँग आउनुहोस्। ठिक छ, उहाँलाई क्रोसमा डालिदिएको छ, उहाँले ए बुवा क्षमा गर्नुहोस्, मूर्खहरू थाहा छैन के गर्छन्, आफ्ना गुरुजीलाई पनि खतम गरेको छ क्रोसमा। त मैले बचपनदेखि प्रश्न सोधेको, यो कोसँग कुरा गर्दै हुनुहुन्छ त, बुवा क्षमा गर्नुहोस्, उहाँ बोलेको म छोरा, त बुवा हुनुहुन्छ पनि, बाप का बेटा सिपाही का घोड़ा कुछ नहीं तो थोड़ा थोड़ा है कि बाबा हुनुहुन्छ त बुवा पनि हुनुहुन्छ, बुवा हुनुहुन्छ त छोरा पनि हुन्छ। म सदैव प्रश्न सोधेको बचपनदेखि। तर जब म भगवत गीता पढेको, म त कुरान बाइबल पुरा अध्ययन गरेको, पीएचडी पनि गरेको वेदमा, तो जब भगवत गीतामा उल्लेख थियो तिसम सर्वा युनिषु कौन्तेय मूर्तय सम्भवन्तीय तिसम ब्रह्मा महाद्युनिर अहम बीजः प्रदः पिता। कृष्णले भनेको म बुवा है, राम्रो छ, छोरा मलाई थाहा छ, बुवा पनि थाहा पाएको ल, एकसँगै पनि केही पनि धर्म छैन, एकदम राम्रो परिवार एकसँगै। र भगवानले भन्नुभयो सर्वयोनि मेरो परिवार हो, बच्चाहरू, वसुदेव कुटुम्बकम, हामीहरू यो पृथ्वीमा एक परिवार रूपमा बस्दैछौँ। तर अज्ञानको कारणले, धर्मको कारणले हामीहरू युद्ध गर्दैछौँ। यो पुरा ज्ञान प्राप्त भएपछि मलाई एकदम सबैलाई माया आयो हृदयमा। क्रिस्चियन मुस्लिम भाइ, मेरो धेरै साथीहरू तुर्कीमा, पाकिस्तानमा धेरै साथीहरू छन् मेरो, क्रिस्चियन त क्रिस्चियन मेरो साथी, धेरै पोपहरू मेरो साथी। यो भगवत गीता यो हिन्दू मात्रको लागि होइन, यो ब्रह्माण्डको ज्ञान हो। म भन्छु यो गुरुत्व आकर्षण खास छ नि, यो हिन्दू नियम होइन, यो क्रिस्चियन नियम होइन, यो नियम हो, भगवत तत्व विज्ञानम, यो विज्ञान हो। त भगवानले के भन्नुभयो गीतामा, किन मलाई स्वीकार गर्यो, किन म नेपालमा आउनु चाहन्छु, इच्छा थियो, किनकि यो नेपाल यो ज्ञानको स्रोत, भारत र नेपाल यो ज्ञानको स्रोत। त भगवानले क्या ज्ञान दिएको छ, देहिनोस्मिन् यथा देहे कौमारम यौवनम जरा तथा देहान्तर प्रप्तिस् धीरस्तत्रा न मुह्यति। जन्म मृत्यु सबैलाई, क्रिस्चियन मुस्लिम हिन्दू जे पनि, रसियन अमेरिकन, सबैलाई यो नियम पालन गर्नै पर्छ, जन्म मृत्यु। र कौमारम यौवनम जरा, बचपनदेखि युवावस्था, बुढापा आउँछ, मृत्यु हुन्छ, तथा देहान्तर प्राप्ति पनि हुन्छ। ओहो, यो त वास्तवमा भगवत गीतामा कहिले पनि म एक बार हिन्दू शब्द भेटेको छैन। यो सनातन धर्म 5000 वर्षदेखि, अनादिदेखि अनन्त, अनादिदेखि यो नियम हो, यो सृष्टिको सुरुदेखि। तब मैले बुझेँ यो त ओहो, यो त उपाधि बाहिरै आउँछ, यो आउट अफ बक्स भन्छ नि। तपाईले भने जस्तो त्यो पिता र पुत्रको त्यो बिम्बका विषयमा यो अलिअलि विरोधाभास पनि हुन्छ, एउटा धर्मले अर्को धर्मका विषयमा यसरी भन्दा। तर फेरि तपाईले पहिलो पटक भने होइन, अरूहरूले पनि भन्ने गरेका छन् कि जिसस क्राइस्ट 3-4 वर्ष त यही धरामा बसेर आएको थियो। यो फेरि ऐतिहासिक कुरा, तिथिमितिका दृष्टिकोणले ठ्याक्कै पुष्टि गर्न सकस पर्ला। तर वेदमा के छ र भन्नेका स्रष्टाले पनि भनिसकेका छन्, स्वामी प्रपन्नचार्यले पनि, कि 2-3 वर्षसम्म त यही धरामा, यही हिमालयको काखमा चाहिँ जिसस क्राइस्ट तपस्या गरेर ज्ञान लिएको भन्नेमा कृष्ण चाहिँ पिता र पुत्रका रूपमा जिसस भन्ने त्यो तपाईँको तर्क हो। मैले यसमा थप टिप्पणी गरिनँ, किनभने तपाईँ त्यो जन्मिँदा एउटा धर्ममा त्यसलाई पनि उत्तिकै आस्था, सद्भाव, माया र करुणा व्यक्त गर्ने भएका कारणले। तर सर्वप्रथम बुझ्नुपर्छ धर्मको अर्थ के हो। धर्मको अर्थ के हो, 4 कम्ब, धर्मको 4 कम्बहरू छन्, दया, तपस्या, पवित्रता र सत्यता। चाहे जे पनि धर्म, धर्मको अर्थ हामीहरूलाई बुझ्नुपर्छ। मान्छेहरू भन्छन् क्रिस्चियन धर्म, मुस्लिम धर्म, हिन्दू धर्म, यो गलत हो। धर्म हो यो शास्त्रको अनुसार, यो शब्दकोशको अनुसार, धर्म यो गुण जो तपाईँ वास्तुबाट अलग अलग गर्न सक्दैन। जस्तो आग, आगको धर्म के हो, पोल्नु, गर्मी, गरम, पोल्नु। नुन, नुनको धर्म के हो, कुन गुण जो तपाईँ अलग अलग गर्न सक्दैन, नुनिलो। चिनीको धर्म के हो, गुलियो। पानीको धर्म के हो, तरलता। तर मनुष्यको धर्म, कुन मनुष्यको धर्म के हो जो तपाईँ अलग अलग गर्न सक्दैन, कुन धर्म हो त्यस्तो धर्म, कुन गुण जो मनुष्यबाट अलग अलग गर्न सक्दैन, सेवा गर्ने। सेवा गर्ने हाम्रो धर्म हो, मानव सेवा, परिवार सेवा, देश सेवा, भगवान सेवा। तर अज्ञानको कारणले हामीहरू कुकुरलाई सेवा गर्दैछौँ, भगवानलाई बिर्सेर। वी आर सर्भिङ डग, नट सर्भिङ गड। GOD DOG, भगवानलाई बिर्सेर पुरा संसार भवित भएको छ यो संसार। त्यसैले यदि अश्राद्धको कारणले, भगवानको ज्ञानको नहुनुको कारणले संसारलाई दुःख आउँदैछ आज। त भगवानले भन्नु, यदि तपाईँ वास्तवमा शान्ति प्राप्त गर्नु चाहनुहुन्छ, जो मान्छेहरू यो कार्यक्रम हेर्नुहुन्छ, यो नियम हो, दवाई हो, औषधि हो, असली औषधि।
चाहे कोरोना वायरस, चाहे सार्स वायरस, चाहे भूकंप, तूफान, मरपीट, युद्ध, न्यूक्लियर बॉम्ब, भोक्तरम यज्ञ तपसम सार्वलोकमहेश्वरम सुखृदम सार्वभूतानम ज्ञत्वामम शान्तिम रिच्छति। शान्ति प्राप्त जरुर हुन्छ। यो एउटा कुरा बुझ्नुपर्छ। भगवान एउटा जे पनि नाम राख्नुस्, भगवान एउटै, द्वितीय नास्ति। एउटा कृष्ण, राम, यहोवा, अल्लाह, जे पनि नाम राख्नुस्। सूर्य जस्तो, सूर्य रसियन भाषामा सन से भन्छ, सन से। इटालियन भाषामा सोल, हिन्दी भाषामा सूर्य, इंग्लिश भाषामा सन। नाम अलग अलग छ तर वास्तव एउटा, रोशनी एउटा दिन्छ सबैलाई। मान्छे के नाममा फसेको छ, चाहे जे अल्लाह, चाहे जीसस क्राइस्ट, चाहे रामादि मूर्तिषु कलानि यमेन तिष्ठन् नानावतारमकरोद्भुवनेषु, किन्तु असीमित अवतारहरू भगवानको छ। जे पनि नाम राख्नुस्। जस्तो तपाईको नाम टीकाराम, तर तपाईको बच्चा तपाईलाई बुवा बुवा भन्छ, तपाईको श्रीमती तपाईँ श्रीमानजी भन्छ, या घरको परिवारको लुकाएर नाम भन्छ। त कोही सूर्य, चन्द्र, आफ्ना गुप्त नाम पनि छ, गुप्त नाम पनि परिवारको नाम। कोही मान्छे भन्छ ए खराई हो, ए बिरालो, जे पनि नाम राख्न त्यो गुप्त नाम हो। उस्तै पनि भगवानको पनि घरको नाम पनि छ, संसारिक पनि नाम छ। विश्व परमेश्वर उहाँको नाम पनि छ, तर उहाँको नाम पनि कृष्ण पनि छ, यो घरको नाम हो। भगवान पनि व्यक्ति हुनुहुन्छ। भगवानले भन्नुभयो अहम सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते इति मत्वा भजन्ते मम बुद्ध भव समन्वितः। जो बुद्धिमान व्यक्ति हुनुहुन्छ यो कुरा बुझ्न सक्नुहुन्छ। म स्रोत हुँ, पूरा सृष्टिको भोक्तरम यज्ञ तपसम सर्वलोक महा ईश्वरम, म ईश्वर हुँ। यदि तपाईँ ईश्वरलाई बिर्सेर आफ्ना संसार भोग्नु चाहनुहुन्छ, दण्ड पाइन्छ।